भन्नु त ड्याडी अगाडि निस्किनु भयो भनेर हामी झरेर आएको ड्याडी यता हुनु न तल बेसमेन्ट कार पार्कमा हुनु न हिँड्ने बेला ढिलो भइसक्यो यस्तो छ हाम्रो क्यानबेराको ट्रिपको स्टार्टिङ लेट्स सी इनसम्म के हुन्छ अनि यो चाहिँ मेरो आजको फिट चेक राम्रो लाग्यो खै उता हेर्नु त पनि ऐनामा अहिले हेर्नु न ऐनामा ल यो चाहिँ मेरो प्यारी प्यारीमा पनि हिरोइन हुनुभएको छ के फनी भयो भन्दाखेरि ढिलो ढिलो भयो मैले मेरो लुगाको ट्याग धरि निकाल्ने होइन बिर्सेँ अब यो यतिकै होस् अहिलेलाई हामी चाहिँ खोला खोला मान्छे हेर्न यहाँ अझ भङ्कु गाएर खाने रिफ्रेसमेन्ट सेन्टर रेस्ट सेन्टर आइपुग्यौँ जहाँ चाहिँ यस्तो ब्युटिफुल लेक थियो विथ द मर्निङ सनराइज अनि ग्रिनरी मेरो ड्याडीलाई चाहिँ गाडी मन पऱ्यो र सो उहाँ ओ त्यही बस्नु त हिरो देख्नुभयो ड्याड त्यही बस्नु हामी चाहिँ यहाँबाट हेर्दैछौँ के हो रे हाँस वेयर इज हाँस लोकल हाँस रे ओके तामा हाँस रे ल अब मिल्ने भयो त खाइन् हजुर खै ओए मम्मीको आँखा त कडा हो नि नेपालको ऐसिलु मान्छेलाई थाहा छैन यो कहाँ थाहा खान्छ कहाँ जान्छ भ्यू पोइन्ट फ्रम हियर है पहिला चाहिँ आएको छ जाउँ त ऐसले टिपेर लिएर लाग्नु भएन मलाई चाहिँ आफ्नै दुनियाँमा मोबाइल चलाएर मस्त चस्मा लाएर हिरोइन ल भन्नु त अब त दागसँग भयो निन्द्रा नपुगेर ओके निकाल्छु म अब ठुलो ठुलो ट्रक टिकटक भएन चिसो भयो रे एकछिन एउटा सर रातिको आउँछ बाटो म्यापले कहाँ ल्याउँछ आनन्द खै के को विन्ड पावर हो के हो यो यिनीहरू चाहिँ बत्ती गयो अन द वे टु क्यानबेरा गुगल म्यापले यस्तो बाटो लिएर आयो सिङ्गल लेन यसको नाम लेक जोर्ज रे यो
चाहिँ हाम्रो पार्लियामेन्ट हाउस है जाने वे। अहिले चाहिँ हामी क्याफे जान लाग्छौँ भोक लागेर। के कुन कुन कन्ट्रीको झन्डा छ यहाँ? नेपाल पनि छ क्या? हाम्रो छैन। यहाँ बिगारिसकेको छ। खाइसक्यो। आया आज ल भाइ ब्रेकफास्ट आयो। खानु त ब्रन्च ब्रेकफास्ट भन्दैन यसलाई ब्रन्च भन्छ। कफी ब्रन्च। पार्लियामेन्ट हाउस जाँदैछौँ हामी। After having breakfast, In 400 meters, turn left onto Parliament Drive. कालो ल हामी सेक्युरिटी पास गरेर अब भित्र छिर्न लाग्छौँ। भित्र गइरहेछौँ। सेक्युरिटी पास नि यस्तो कडा कि होइन त ड्याड? सेक्युरिटी कस्तो लाग्यो? सब खोल्नुपर्ने। यो चाहिँ आइरन के हल रहेछ। क्यानबारा ल मैले घर बनायो भने यस्तै यस्तै हाल्नु पर्ला है। ड्याड ड्याडी जुत्ता फेरि कसै कसैको यहाँ जुत्ताले जुत्ता लाँदा घरमा हेर जस्तै है। संसद भवन नेपालमा हुँदा बरु कहिले जान पाएन पार्लियामेन्ट हाउस। अस्ट्रेलिया आएर घुम्नको लागि भए पनि गयो। यहाँ चाहिँ हेरौँ है त। गिफ्टेड होला होइन यिनीहरूको? यस्तो पनि गिफ्ट दिन्छन् यार। ल यो चाहिँ कहाँको टेम्पल हो? के हो यो? कहाँको? चाइना। बुट बिरुवा मन पर्नेलाई होइन मतलब ऊहरू पनि इन्भाइरोमेन्ट ठिक छ स्वच्छ छ। हाम्रो गाइडले पुरै सिकाइरहनु भएको छ हामीलाई। हामीलाई केही थाहा छैन। आगे लिएर आएर राखेको हिस्ट्री हाम्रो नेपालमा पनि छ होला है। भित्र सिंहदरबारमा पनि छ होला है पार्लियामेन्ट हाउसको। ओके चाहिँ मैले चाहिँ यहाँ आएर मैले दुईचोटि आएँ। चाहिँ मैले हेरेको थिइनँ है स्ट्रक्चर। हो माय गॉड यो चाहिँ हामी मेनमा जाँदैछौँ। ल यताबाट जाऊँ न। त्यहाँ पनि आउँदा त ल यहाँ तल जानु त यताबाट। कोही छैन मान्छे नै जान उहाँ तल जानुहुन्छ। हो त्यो भन्दा गर्दा त जानु भएन। हो ल फोटो खिच्ने आमा। ल यो चाहिँ हाम्रो मेन पार्लियामेन्ट हाउस। अहिले चाहिँ कोही छैन रहेछ। हाम्रो मन मात्र हुन्छ फोटो खिच्नको लागि। पछाडिको ब्याकग्राउन्ड र तपाईँको लुगा त सेम छ त मलाई है। हेर्नु न। ल ल ल भनेर मम्मी ड्याडीलाई फेरि कति लजाएको रे? लजाउँछ होला त्यत्तिकै हो। गम्भीर भएर बुझ्दै हुन्छ। के बुझ्नु भयो त ड्याडी? के बुझ्नु भयो त? यहाँ बस्दिनँ त ड्याडीलाई। के अरे पोजिसन पार्लियामेन्टमा त्यही छ नि कानुन पास गर्ने भने त्यहाँ पेस हुन्छ त्यहाँबाट उहाँ दिन्छ त्यहाँबाट उहाँ जान्छ। ए यसरी जाने हो? यहाँबाट जान्छ त्यहाँ जान्छ त्यहाँबाट लास्टमा जान्छ। लास्ट टाइम चाहिँ थियो अहिले चाहिँ छैन। ओ माई गड मलाई चाहिँ यही रिस उठ्छ क्या। जहिले म घुम्न निस्क्यौँ भन्यो जहिले गरमी है। हामीलाई चाहिँ जहिले यो घाममा तातो घाममा पर्छ। हामी चाहिँ टाउको दुख्ने
एनिवे भन्दा व्हाइट लगाएर चाहिँ अलिक कम छ त यहाँबाट एउटा भ्यू पोइन्ट कस्तो लाग्थ्यो त कहाँ आएको याद आयो बल्ल याद आयो अरे आछैन म अरे आएको हो खासमा त ड्याडीको लागि हो त्यस्तो रमाइलो लागिरहेछ त्यहाँ ड्याडी हराएर बिस्तारै छिटिरहेको छ यहाँबाट चाहिँ यो चाहिँ ऊ हो त्यो मेमोरियल हो र त्यो पुरानो चाहिँ ऊहरूलाई हो पुरानोवाला पार्लियामेन्ट होइन के हो त्यो ए वार मेमोरियल हो यहाँ चाहिँ यहाँबाट चाहिँ दामी पाराले यहाँबाट वहाँसम्म ए मान्छे टेल्स्टा टावर भ्यू पोइन्ट हो छा हातमा क्रिम लाउनु पर्ने ए यहाँबाट चाहिँ फोटो खिच्नुपर्छ होला दिस इज द क्यापिटल सिटी अफ अस्ट्रेलिया क्यानबेरा अनि यो चाहिँ पार्लियामेन्ट हाउस हो अब यहाँबाट घुमेर चाहिँ हामी निस्किसक्यौँ कस्तो दामी छ क्या चाहिँ अलिअलि यहाँ फोटो खिचिदिनु पऱ्यो मम्मीहरूको अनि हामी जान्छौँ 38 कति छ गर्मी ल ल ल यही हो ड्याडी सबै भवन अहिले जस्तै त्यहाँ आन्टीले एउटा डाइलग जस्तो पनि हान्नु पऱ्यो त्यही भएर छोराछोरी यहाँबाट जान चाहँदैनन् यस्तै भएर उता जाने हो ल अब हामी जान्छौँ अब हामी यहाँबाट वार मेमोरियल जान्छौँ अब हामी जाँदैछौँ वार मेमोरियल पार्क पार्किङ चाहिँ यसको पार्किङ पनि उता गर्मी चाहिँ लास्ट भइसक्यो ल हामी जाँदैछौँ कोलवार ग्यालरी यो त ग्यालरी हो क्या ए यही यो त हाम्रो उसमा पनि छ है के भन्छ त्यो थानकोट होइन के अरे हाम्रो म्युजियम छाउनी म्युजियम ओ रियल गन हो त यो पहिला यस्तो वर्ल्ड वारमा युज भएको गनहरू हो कि वर्ल्ड वारमा युज भएको यस्तै गन रियल गनै हो यो पहिला यस्तो थियो यसरी बस्यो ओइ बम 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 ग्रेनेड होइन राख्यो हो चाइनिज स्टिक हो त यो त ग्रेनेड ग्रेनेडै हो ओरिजिनल हो त्यहाँभित्र बम चाहिँ हुँदैन कि सबै निकाल्नु कहाँ के राख्छ यो चाहिँ हो वाकी टकी ए पहिला त पहिलाको टाइममा सेम छ है मान्छे नै जस्तो यहाँ त्यसरी फाइट कस्तो क्राफ्टिङ गरेको त्यसरी हानेछ त्यसलाई अनि त्यो लड्यो यो चाहिँ सोल्डर्सहरूको ड्रेस जस्तो छ क्या ल्याएर है रियल त अनि यता हेर्न ओए 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 जान नि मिल्छ होला तलसम्म हो र होइन छैन जानु मिल्छ छैन मान्छे गाह्रो रहेछ ए कराउँदो रहेछ साप्दै गयो त्यहाँभित्र हो क्या यहाँ होइन त्यही हो र त्यसको यो त्यो प्लेनभित्रको हेलिकप्टरभित्रको त्यही त त्यो चाहिँ सेम बनाएको है है मलाई नै सक भयो क्या मान्छे देखेर त्यो सबै के कस्तो कस्तो बनाउँछन् यिनीहरूले सक्ट दिस इज दूरबीन रे क्या छोडा त हेर त्यहाँबाट आमामा यत्रो के भन्छ दूरबीनलाई के भन्छ टेलिस्कोप होइन दुईजनाको टुर चलिरहेको है हामी चाहिँ थकित भएर बसेको अवस्था पानी तिर्खा लागेको अवस्था के खाम भएको अवस्था नोटहरू लेखेर मैले त एक्टेड विथ रिप्लेसमेन्ट गन हुन्छ
ल बाफ रे बाफ ल ड्याड मम्मीलाई बस्नु त त्यहाँ खिचिदिन्छु त्यहाँ बस्नु न फुटाइदिनु पर्यो अब कत्रो ठुलो उयो त पोइन्टेड उयो माथिबाट पो हेर्ने दामी आउँदो रहेछ त अब खिच्दिनलाई यहाँ चुच्चो आयो त यता फोटो खिच्नु लाऊ क्या सलाम गरेको रे ल हाम्रो कोका कोला कोका माथि खान दिँदैन भने सब यही घट 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 भयो यस्तो गाह्रो छ ल माथि पनि जान नमिल्ने यस्तो खानेकुराहरू ड्रिङ्क्सहरू लिएर खै त मेरो बोटल यदि भ्याउनलाई कम त टाइम लाग्छ अनि यो चाहिँ फोटो जसले चाहिँ हु फेसेस 19 अस्ट्रेलियन प्रिजनर अफ वार ओ माई गड यति धेरैजना इमोसनल भयो म यो कसले मान्छे भन्दैन क्या सेम रियल सेम छ क्या हाइट यत्रो बनाइदिएको बडी त्यही छ के बना त्यही छ ढाँट त्यही छ गोरुवाला ढाँट बनाउँछन् क्या के म्युजियम चाहिँ खतरा लाग्यो है अस्ट्रेलिया इन द ग्रेट वार रे यो चाहिँ त्यसमा युज भएको बोट अनि यो लाइटिङहरू यस्तो डिम होइन यस्तो इमोसनल कस्तो बनाएको मा के हो भएको यिनीहरूको चाहिँ यिनीहरूको त फेरि अर्कै छ त है यो चाहिँ अन्डरग्राउन्ड एउटा बनाएर है तल सुरुङ हुन्छ नि टनेल अनि माथि कस्तो देखाएको छ हेर न उहाँ त्यो जस्तो क्या उहाँ त्यो पुरै यो देखाएको है बन्द धुवा जस्तो अनि यहाँ मुनि चाहिँ टनेल कस्तो रुख बनाएर होइन यो चाहिँ ए होइन के गरेर बडी गरेर होइन यहाँ पनि फायर भएर यस्तरी लास्ट ए हेर त बिचरा कति हेल्प मागेर चाहिँ एकअर्कालाई हेरेर के दिएर उ गर्न खोजिरहेछ यो चाहिँ फाइट पुरै फाइट भइसकेको छ ए उहाँ माथि डाँडाबाट यहाँ लडेर घाइते भएर बिचरा ऊ त्यो योवाला त पुक्क भएछ यस्तो सब यो चाहिँ अर्को त्यही वार अफ मेमोरियलको उता साइडमा चाहिँ ठ्याक्कै यो यस्तो चाहिँ सबै चाहिँ सोल्जर्सहरूको नाममा राखिदिएको फ्लावर हो to give the leaves so silent place यहाँबाट अघि हामी गएको थियौँ पार्लियामेन्टको ठ्याक्कै यतापट्टि यसको अपोजिट यो होइन त भिडियो बनाउने खै ल मम्मी भन्नु त केही शब्द आज कस्तो भयो त तर गर्मीले त साह्रै गाह्रो भएको होइन सखा पार उहाँबाट यहाँ आयौँ के भएर मम्मी यसपालि हामीलाई हेर्न जुरेन यसपालि पनि हामीले काम गरेर पैसा छापेको हेर्न पाइएन स्याड भयो है अस्ति नै बन्द पैसा छापेको हेराउने भनेको बन्द भइहाल्यो नि डाइरेक्ट
ल यहाँ चाहिँ पानी भरिँदैछ यस्तो धारामा पिके धारामा ओहो स्वाग हेर न फेरि स्वाग मम्मीको फेरि म त ढल्छु क्या अरे अब हामी जाँदैछौँ लेक साइड रेस्टुरेन्ट लेक साइड क्याफे के भयो अब भोक लाग्यो अलिअलि केही खानु पऱ्यो अनि त्यसपछि वी आर गोइङ ब्याक टु सिडनी वेदरले आज लास्ट च्यालेन्ज गर्यो एउटा ठाउँ चाहिँ जान पाइएन एउटा ठाउँ भनेको त्यो एउटा गार्डन त्यो गार्डन चाहिँ 4 बजे 5 बजे बन्द हुने रहेछ सो त्यहाँ जान पाइएन अब मोमो अच्छी है त कस्तो छ लेक साइडको मोमो ओ वाउ चिकन ललिपप वाज अल्सो गुड चिप्स अल्सो गुड के हो रे चिकन ललिपप किन छाटिरह ठाउँ पनि राम्रो बेलुका चाहिँ राम्रो आउँथ्यो होला है नाइस प्लेस ल दामी पोखरा लेक साइड जस्तै छ यो पनि पोखरा लेक साइड जस्तो लाग्यो खै एकदम फास्ट क्या कतिवटा फुत्त नि थाहा छैन हाम्रो ड्राइभर टुङ टुङ रेस्टुरेन्ट खोल्न सोच्दै हुन्छ हाम्रो ड्राइभर अब यसो देखेर नाइस अब हामी यहाँबाट तातो छ त्यो पार्क अब हामी चाहिँ भ्यू पोइन्ट एउटा अन द वे हो अन द वे चाहिँ क्लियर र एउटा लुकआउट छ नि त्यही होला त्यही हो हामीलाई नि आज नत्र भयो घर कस्तो भयो त आजको एकदम रमाइलो हो मुसा के खाएको मुसाले अब के खायो भने मुसाले के खान्छ धानको बहिनी हो यहाँ के हो सुप पनि नेपाली सुन होइन होइन ल चल हिरोइन ओ मम्मी हिरोइन गर्मीले लास्ट गर्यो आजको गर्मीले अलिक क्लोज क्या मम्मी अलि नजिक आउनु त हो गुड जब दुईजना